कस्तो न्यानो छ घाम। भिटामिन डी कलेक्सन गरिहालौँ एकछिन बसेर। नेस्टोको एन्ट्रान्स ये लैजाउँ क्या। हेलो हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ अहिले चाहिँ म नेस्टोतिर जाँदैछु किनभनेदेखि यसो कपडा धुनुलाई रेडी भएको त मेरो सरफ नै सिद्धिएछ। अब भोलिदेखि त रमजान लाग्छ। रमजान लागेपछि मार्केट पनि राति मात्रै खुल्छ। अनि त्यही भएर सरफ चाहिँ ल्याइराख्नु पऱ्यो। कपडा आज धुनु भ्याइँदैन, नभ्याए पनि सरफ ल्याइराख्नु पऱ्यो भनेर चाहिँ म सरफ किन्न जाँदैछु नेस्टो मार्केटतिर। त म बाहिर निक्लिसकेको छु। अब चाहिँ सर जाने हो बाटोमा। अरे यार फेरि पनि कतिचोटि भत्काउँदो रहेछ यिनीहरूले पनि यार। पहिला पनि भत्काएर बनाएको थियो। के को काम भइरहेछ चाहिँ सिद्धै छैन। घाम न्यानो लागिरहेछ। एकछिन ताप्नुपर्छ क्या ट्याक गराएर। यताबाट हो नेस्टो ती परतिर हो। कस्तो न्यानो छ घाम। भिटामिन डी कलेक्सन गरिहालौँ एकछिन बसेर। यतापट्टि जमास भन्ने मार्केट छ एउटा। यो बाटोको भिडियो मैले धेरैचोटि बनाइसकेको छु नेस्टो मार्केटको। त्यसैले त्यति धेरै व्याख्या गरिराख्नु पर्दैन होला। यो यहाँबाट चाहिँ जान्छ यता पुलिस स्टेसन हुँदै गोसीमल। गोसीमल हुँदै मनामा जान्छ। अब आइ त हाल्यो नेस्टो। यहीँ पर पल्लो बिल्डिङ नेस्टो हो। पैसा छ भने चाहिँ हरेक कुरा पाउँछ यहाँ। जस किनेर खाना त्यति जरुरी परेको छैन होटलमा जागिर भएको हुनाले। ल त म नेस्टोको एन्ट्रान्स। रमजानको अफर छ क्या हो। मलाई सरफ मात्रै चाहिएको हुनाले सिधा सरफ डिपार्टमा जाउँ। किनकि मसँग टाइम छैन नि त, गरेर सुतिहाल्ने हो। भरे ड्युटीमा जानु पऱ्यो। सरफ चाहिँ यो माथि छ, त्यही भएर सर मार्केट ठुलै छ। सरफको डिपार्ट आयो। अफरमा सरफै रहेनछ क्या हो। अफरको त सस्तो हुन्थ्यो। ढिललाई कति हो अब यसको प्राइस? ये लैजाउँ क्या? ये 1.25 ये लानु पर्यो। कहाँ छ यसको क्युआर स्क्यान गर्ने ठाउँ? ल मलाई चाहिने सामान यति नै हो। म फर्केको अब। धेरै भिडभाड नगरिकन सर्लक्कै आज खासै रहेनछ। अहिले दिउँसो भएर होला मान्छेहरू भिडभाड छैन।
त नेस्टोबाट फर्केर आइसकेको छु। सरफ पनि लिएँ। सरफ नेपाली प्राइस यतिको कति पर्यो? 700 होइन, 700 होइन, 500 जति पर्यो नेपाली प्राइस। अब यहाँनिर घाम ताप्ने हो ट्याक्क। यस्तो सडकमा पनि किन दौडाएको होला? अब घाम ताप्दै ताप्दै चौरीबाट जानु पर्यो। अघि यो गल्लीको बाटो नजानु पर्यो। अघि गल्लीबाट छिरेर आयो नि त। नाइट ड्युटी गरेर आएपछि जिउै बोधो हुन्छ कि केही बोल्नु पनि मन लाग्दैन, तर झ्याप्पै सुत्नु मन लाग्छ। गएर सुतिहाल्ने हो साथी हो। ल है साथी हो, यस्तै छ है मेरो दैनिकी। अहिले चाहिँ मैले नेस्टो पुगेर पनि सरफ लिएर आइसकेँ। अनि आएर म टक्क रुममा बसिसकेको छु। अब यो भिडियोको अन्त्य गर्नको लागि भिडियो अन्त्यसम्म हेरिदिनु भयो। मन परेमा लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। यदि यो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि सब्सक्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ, भिडियोमा केही कमी कमजोरी छ भनेदेखि कमेन्ट गरेर सुझाव दिनु होला भन्दै आजको लागि मेरो यो भिडियो यहीँ अन्त्य गर्दैछु। भोलिको लागि दोस्रो भिडियो आउनेछ। तबसम्मको लागि नमस्कार, बाई बाई।